दसैँ पछाडिको अब ड्युटी है सुरु भयो। आज चाहिँ गयो हुँदैछ बरबट है सामान लिएर। यहाँ पाइप छ, पछाडि सिमेन्ट छ। अब चाहिँ सेवकको जङ्गल। दिन चाहिँ जे होस् रमाइलै भइरहेको रहेछ हौ। ठिकै छौँ है। माथि अलिक शीतलमा छोडेर चाहिँ लुगा चेन्ज गर्नुपर्छ। अहिले नै गऱ्यो भने चाहिँ पुरा गरम छ कि त्यो माथि गएर चाहिँ चेन्ज गर्नुपर्छ। छोपेको पनि छैन प्लास्टिक। हेरौँ पानी आएको छैन भने चाहिँ ठिकै छ, पानी आयो भने चाहिँ मार्यो फेरि है। बजरङबलीहरू त यहाँ रहेछ नि त, मजाले घाम तापिरहेको छ। जितना सुन्दरता है ना, बहुत सुन्दर है, बहुत बहुत भीषण भालो भालो लाग्ने घाम चडक्कै लागिरहेको छ है। म चाहिँ गएको छ, कता गएको याद पनि छैन। अभी ये नजारा दिखाएंगे आप लोगों को। भोलि बिहानतिर त्यही पाइपकै सामान लिएर जाँदै थिएँ। फोन आएको कारणले बोल्नै पाइनँ नि हौ। यो चाहिँ मिनामोर नाग्यौँ कि हामी, फोन आइदियो कि त्यति बेलै। र यो चाहिँ रेलवे नभएको कारणले गर्दाखेरि चाहिँ यही सर्टकटै हिँडै हुन्छ। सिलगढीबाट आउँदा चाहिँ यही सर्टकट पर्छ। नीचे जा रहा है ओदलाबाड़ी जाएगा, ये ऊपर जाएगा लाभा। लाभा जाएगा ये रास्ता। बाटो त रोड छ त हो। ओइ बाटो चाहिँ सडकै रहेछ हौ जग्गा जग्गा चाहिँ कि। मेरो गाडी जति पनि कुद्दैन कि क्या हो, खाली खाली बोकेर। यहाँदेखि चाहिँ हामी लाग्छौँ राइट है। कुखुरा अलिकति हटिदिनुहोस्। म घोप्टाउने जग्गा पुग्नु आँटेँ अब, बरबटदेखि ओह्रालोको जग्गा। र यहाँनिर अगाडि पनि दुईवटा बाटो रहेछ है। यहाँदेखि उता चाहिँ होइन, हामी चाहिँ उता गयो भने चाहिँ देवीथान भन्दै रहेछ कि, हामी चाहिँ लेफ्ट जानुपर्छ। बाटो घुम्ने रहेछ एकैतालमा। त्यस्तै छ पहाडको बाटो। यहाँ चाहिँ पानीको एमको म चाहिँ सामान लिएर जाँदैछु है। अहिले यो चाहिँ बरबटको ओह्रालोको गाउँ बस्दैछु म। एमको फुल फर्म चाहिँ खासमा चाहिँ जुन जुलाई महिनामा भन्नु खोजेको रहेछ कि, तर साल चाहिँ कुन साल हो त्यो चाहिँ भनेन है हामीलाई। चोखो माया तिमीलाई नै दिन्छु। चाहिँ भुटाउने जग्गामा आइपुग्यो है। यहाँनिर झार्दैछ सामान चाहिँ, यहाँको रहेछ नि। सिमेन्ट झार्दैछ, पाइप चाहिँ 50 पिस झारिसक्यो। प्लाई 3टा यहाँ झार्दैछ, एकबाट फिटिङ्स।
सामान अनलोडिङ हुँदैछ अहिले चाहिँ है। यहाँनिर जग्गा चाहिँ यस्तो छ।